तपाईलाई चाहिँ घुम्न मन पर्ने ठाउँ धारा के थियो? फुल अफ द नेचुरल ब्युटी। अब दुइटै नै आफ्नो ठाउँमा छ। रारा पनि राम्रो एकदमै पिसफुल इन्भाइरोमेन्ट। दुइटै ठिक छ। अब यस्तो छ कि अब ट्राभलिङ हिसाबले चाहिँ जाँदाखेरि उनीहरू सहर तरिका जाँदा पोखरा ठिक छ होइन। बाटोघाटो यताउता गर्दा लास्टमा रारा गइसकेपछि त्यो सबै दुःख चाहिँ बिर्सिन्छ। रारा किन भन्दाखेरि लाइफको चाहिँ रियल एक्सपिरियन्स के हो भन्ने कुरा चाहिँ मैले रारा गरेर चाहिँ बुझेको। रारा जाने पहिला डाइरेक्ट त रारा पुगेन, विभिन्न ठाउँहरू गयो। वाट इज द लाइफ, त्यो लाइफको चाहिँ त्यो बाटो पनि छ है भन्ने कुरा त्यहाँबाट सुनेको। जानलाई सजिलो खेवा अनि कटिङ हुँदै थियो। कटिङ जे गर्न पनि कटिङ भएर रारा लाइफको एक्सपिरियन्स के हो, वाट इज द रियल लाइफ भन्ने कुरा चाहिँ त्यो। अनि चाहिँ हजुरको अब जहिले खुसी देखिनुहुन्छ है, दुःख सुख